सम्पूर्णमा नमस्कार। म मानबहादुर तामाङको तर्फबाट आज मिति 2082 साल चैत महिनाको 19 गते बिहिबारको दिन आज हनुमान जयन्ती। अहिले हामी चितवन जिल्लाको माडी नगरपालिकाको सबैभन्दा ठुलो बजार बसन्तपुर बजारमा आइसकेका छौँ। आज हाम्रो यात्रा भनेको यही चितवन जिल्लाको माडी नगरपालिका वडा नम्बर 8 र 9 को सिमानामा अवस्थित प्रस्तावित अयोध्या धामसम्म हुनेछ। घागरा खोला र रिउ खोलाको दोभानमा रहेको कृष्णनगर पार्कको 100 बिघा जमिनलाई छनौट गरेर राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिष्ठापित भएपछि यहाँ दर्शन गर्न आउने दर्शनार्थीहरू दिन 2 गुणा र रात 4 गुणा बढिरहेको छ। त्यसैले सो ठाउँ कस्तो रहेछ म पनि घुम्नेछु। म हजुरहरूलाई पनि यो प्रस्तावित अयोध्या धाम देखाउनेछु। आउनुहोस् म सँगसँगै घुमौँ है त। मुना खोला पुल यो भालु खोला 15 मिटर लम्बाइ रहेछ। यो माडी नगरपालिकाको वडा नम्बर 8 कट्टा भन्ने ठाउँमा हामी आइसकेका छौँ। अब यहाँबाट अलिकति अगाडि बढेपछि अयोध्या धाम आइपुग्छ होला। सक्यो अहिले फेरि गाडी बाटो आएको छ। हुँदै सुवर्णपुरसम्म जाने स्कुल बस आइसकेको छ। स्कुल बसमा ओभरटेक गरेर एउटा एम्बुलेन्स परिसकेको अवस्था छ। अहिले हामी घागर खोला पुलमा आइसकेका छौँ। त्यही हो घागर खोला र रिउ खोलाको दोभानमा अवस्थित प्रस्तावित अयोध्या धाम हामी देखिरहेका छौँ। हामी त्यहाँ पुगेर हजुरहरूलाई त्यहाँको वास्तविक के छ त्यो कुरा हामी हजुरहरूलाई देखाउनेछौँ। अन्ततः हामी अयोध्या रामधाम आइपुगेका छौँ। अयोध्या धाम राम मन्दिर निर्माण स्थल। श्रीराम मन्दिर अयोध्या धाम चितवन माडी। यो चाहिँ माडी नगरपालिकाको वडा नम्बर 8 र वडा नम्बर 9 को चाहिँ सिमानामा अवस्थित अयोध्या धाम र यतापट्टि यो
दक्षिणबाट चाहिँ उत्तरतिर बगेको यो घाँगर खोला र यो वरिपरि पूर्वबाट यो पश्चिमतिर यो बगेको चाहिँ यो रिउ खोलाको चाहिँ यो दोभानमा चाहिँ यो कृष्णनगर पार्क भनेको यही हो। यहाँ करिब 100 बिघा जमिन छ र 100 बिघा जमिनलाई चाहिँ छनौट गरेर यहाँ चाहिँ राम, सीता, लक्ष्मण र हनुमानको चाहिँ मूर्ति प्रतिष्ठापित गरेको ठाउँ यही हो। र यो अयोध्या धाममा चाहिँ यो राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिष्ठापित गरेपछि दिनदिनै भक्तजनहरूको चाहिँ बढ्दै गइरहेको छ। र यो पवित्र अयोध्या धाम कस्तो रहेछ भित्र हेर्न जाउँ त। लम्बोदर विघ्नहर्ता गणपति बाबालाई कोटी कोटी नमन छ। जय गणपति बाबा। पुजारी बाबा बस्ने ठाउँ भनेको यो चाहिँ यो हवन कुण्ड र सर्यौँ र घाँगर नदी सङ्गममा भनेको छ यो। अब यतापट्टि हेरौँ, यतापट्टि चाहिँ राम भक्त श्री रामदूत हनुमानजीलाई कोटी कोटी नमन छ। आज हनुमान जयन्ती पनि हो, जय हनुमान। र यतापट्टि जाउँ, यहाँ लेखेको छ माडी नै राम जन्मभूमि अयोध्यापुरी हुनुका प्रमाणहरू यहाँ रहेछ। जय श्री राम। यहाँ चाहिँ एकजना चाहिँ पुजारी बा पनि हुँदो रहेछ। पुजारी बालाई चाहिँ धेरै धेरै नमस्कार प्रणाम। पुजारी बा यो बिचको चाहिँ रामको भयो, अब उता यताको लक्ष्मण आयो, यो सीता, बाहिरको चाहिँ हनुमान भयो। अनि म गुरुबालाई एउटा केही सोध्न गइरहेको छु। गुरुबा, यो अयोध्यामा नै राम जन्मेको भन्ने केही ठोस प्रमाणहरू केही छ कि के प्रमाण छ त्यस्तो? यहाँ जति नदी छ उत्तरवाहिनी नदीहरू छन्, यहाँ उत्तरवाहिनी नदी जति सालेर पाइन्छन्, जहाँ सालेर पाइन्छ हाम्रो जङ्गल भने चाहिँ यहाँ सालेर पाइन्छन्। र हाम्रो वैज्ञता यतापट्टि पर्वत समय त्यता मणि पर्वत, समेश्वर पर्वत पर्वत सबै यो रामायण कि तपाईँले यहाँ छ यो मिल्दो भएको भयो। यहाँ मूर्ति ल्याएर बनाएर राखेको भनेपछि रामायणमा लेखेअनुसार सबै कुरो मिल्दोजुल्दो छ। अनि कतै कतै सुनिन्छ राम, लक्ष्मण, यो सीता, हनुमान, अनि त्यो चाहिँ पैसा पनि यहीँ खन्दा खोज्दा भेटायो भन्छ। यो कहाँसम्मको सत्य हो कि? पैसा हो, भेटाएको हो, कतै कता लयो। अरू केही अन्त गाँठी ठोस प्रमाण केही छ कि? कोही क्षेत्रहरू त्यहाँ माथि राम, सीता, राम लक्ष्मणको गुफा देखेको छ। हजुर हजुर। अन्तमा पुजारी बाबालाई चाहिँ मैले केही सोध्न छुट्याएको र हजुरले भन्न छुट्याएको केही छ भने बताइदिनुहोस् न। अरू केही छैन ल। अनि पुजारी बाबाको शुभ नाम चाहिँ? बुद्धि कुइन्टेल। बुद्धि कुइन्टेल। बाल्मिकी आश्रम पनि यही गरेको होला। हजुर हजुर, ब्लक ल्याएर छोडेका। हजुर हजुर, त्यो भयो। अब दुर्पति नगर त्यहाँ पार्पण्ड भयो, बुद्धको पार्पण्ड भयो। हजुर हजुर, जानकारीको लागि पुजारी बाबालाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद, नमस्कार। निकट भविष्यमा भगवान रामको भव्य मन्दिर निर्माणको साथै राजा दशरथले राज्य सञ्चालन गरेको दरबार, धर्मशाला, घोडासार, विवाह मण्डप, लक्ष्मण वाटिका, अशोक वाटिका, जटायु पार्क, वाल्मिकी आश्रम, आधुनिक बस पार्क जस्ता धेरै संरचनाहरू निर्माण गर्ने गुरु योजना रहेको छ। माडीमा अयोध्या धाम निर्माण गर्नको लागि डेकोर स्टुडियो प्रणालीले गुरु योजना तयार गरिसकेको रहेछ। सो
योजना अनुसार काम गर्न करिब 3 अर्ब खर्च लाग्ने अनुमान गरिएको छ। भगवान रामचन्द्रको जन्म चितवन माडीको अयोध्यामा नै भएको हो भन्ने केही ठोस प्रमाणहरू भेटिएका छन्। यहाँ खनी खोस्री हेर्दा राम, सीता, लक्ष्मण र हनुमान अङ्कित सिक्का र पुराना भाँडा बर्तनहरू भेटिनु। यही नजिकै परशुराम कुण्ड, वाल्मिकी आश्रम, पाण्डव नगर, भीमसेन इनार हुनुले पनि रामको जन्म यहीँ भएको हो भन्ने प्रष्ट हुन्छ। अर्को कुरा, सीतालाई विवाह गरेर रामचन्द्र जनकपुर धामबाट रथमा चढी सोही दिन अयोध्या पुगेको भनी रामायणमा वर्णन गरिएको पाइन्छ। जनकपुर धामबाट भारतको अयोध्या यहाँबाट 500 किलोमिटर भन्दा धेरै टाढा छ, जुन असम्भव देखिन्छ। तर जनकपुर धामबाट माडीको अयोध्यापुरीसम्म भने जन्ती आउन र जान सम्भव देखिन्छ, जुन मेरो नितान्त व्यक्तिगत विचार हो। इतिहास भन्ने कुरा पुराना व्यक्तिहरूले जे लेख्यो त्योभन्दा पछिका भावी सन्ततिहरूले त्यसैलाई नै अनुसरण गर्दै आइरहेको पाइन्छ। वास्तवमा रामचन्द्र कहाँ जन्मेको हो भन्ने ठोस प्रमाणहरू खोजिनु जरुरी छ। त्यसको लागि अध्ययन अनुसन्धान गर्नु नितान्त आवश्यक देखिन्छ। अहिले हामीले श्रीराम मन्दिर अयोध्या धामको चाहिँ सरसर्ती दर्शन गऱ्यौँ र मोटामोटी रूपमा चाहिँ राम चाहिँ यहीँ जन्मेको हो भन्ने कुरा पनि हामीले थाहा पायौँ। अब हाम्रो यात्रा चाहिँ अलिकति पर चाहिँ यो 2062 सालको जेठतिर चाहिँ घटेको चाहिँ बाँदरमुडे घटनासँग सम्बन्धित छ र त्यहाँ चाहिँ यो बसमा चाहिँ यो बम विस्फोट हुँदाखेरि धेरैभन्दा धेरैजना मानिसहरूको चाहिँ मृत्यु भएको थियो। त्यो ठाउँ कस्तो रहेछ हामी हजुरहरूलाई त्यो ठाउँ पनि देखाउनेछौँ। अब आउनुहोस् त्यतैतिर जाउँ त। भगवान श्रीराम मन्दिर अयोध्या धामबाट चाहिँ फर्किने क्रममा चाहिँ बिच बाटोमा मेरो नजर एउटा चाहिँ यो टायर गाडामा पर्यो। यो टायरको चक्का भएको हुनाले यसलाई टायर गाडा भनेको हो। यो टायरको ठाउँमा चाहिँ काठको चक्का भएको भए यसलाई चाहिँ काठे गाडा भनिन्थ्यो, अथवा यसलाई काठे गाडा भन्दा पनि हुन्छ। विक्रम सम्वत 2040-42 सालतिर चाहिँ यो काठे गाडा, यो काठको चक्का भएको काठे गाडाको बढी प्रचलनमा थियो भने अनि यो बौद्धल आइसकेपछि त्यो 46-47 सालतिरबाट चाहिँ मानिसहरूले यो टायर गाडा प्रचलनमा ल्यायो। यो काठको चक्कालाई हटाएर चाहिँ यो टायरको चक्का चाहिँ राख्यो, त्यसैले यसलाई चाहिँ टायर गाडा पनि भनिन्छ। यो गाडा मल बोक्न र कुनै पनि सरसामानहरू बोक्नको साथसाथै र पहिला चाहिँ विवाह गर्दाखेरि चाहिँ दुला समेत चाहिँ यो टायर गाडामा बोक्ने गरिन्थ्यो। अब अहिले त कारमा हिँड्छ र यो पुरानो चाहिँ एउटा चाहिँ सवारीको चाहिँ साधन हो र यसलाई चाहिँ माडीवासीहरूले अझैसम्म पनि संरक्षण गरेर राखेको हुनाले माडीवासीलाई मेरो व्यक्तिगत तर्फबाट चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अन्ततः हामी माडी नगरपालिकाको वडा नम्बर 6 मा अवस्थित बाँदरमुरे स्मारकमा चाहिँ आइसकेका छौँ। प्राप्त विवरण अनुसार विक्रम सम्वत 2062 साल जेठ महिनाको 23 गतेका दिन माडीको अयोध्यापुरीबाट चाहिँ नारायणगढतर्फ गइरहेको ना 2 ख 3245 नम्बरको बसमा सवार यात्रीहरू ठ्याक्कै यो बाँदरमुडे यो खोलामा आइपुग्दाखेरि माओवादीहरूले थापेको चाहिँ एम्बुसमा परि दुर्घटनाग्रस्त भएको थियो र त्यसमा चाहिँ जम्मा 38 जना मानिसहरूको चाहिँ घटनास्थलमा चाहिँ मृत्यु भएको थियो भने 3 जनाको चाहिँ उपचारको क्रममा चाहिँ मृत्यु भएको थियो भने यो 70-72 जना चाहिँ घाइते भएको थियो र यी मृतक र घाइतेहरूको चाहिँ नाउँले चाहिँ यो भित्र चाहिँ लेखेर चाहिँ राखेको रहेछ। तर चाहिँ यहाँ गेटमा चाहिँ अब चाहिँ 2वटा ताला लगाइरहेको रहेछ, त्यसले गर्दाखेरि हामी भित्र चाहिँ जान सकेनौँ।
अब ठाउँ त्यही हो, त्यता देखाइदिनु कान्छ, त्यही हो। अब त्यहाँ चाहिँ यो मृतकहरूको चाहिँ नाउँले लेखेको छ। जुन घटना घट्यो त्यो अति नै दुःखद थियो र अबदेखि उपरान्त यस्तो घटना हाम्रो देश नेपालमा कहिले पनि नघटुन्, सबैले शान्ति पाउन्। धन्यवाद। थारू भाषामा माड भनेको चाहिँ ओसिलो अथवा धापिलो ठाउँ, डी भनेको घडेरी हुन्छ। यो माडी भनेको थारू जातिको अति नै पुरानो बस्ती हो, किनभने नेपालको थारूहरूमध्येमा सबैभन्दा पहिले थारूहरू माडीमै आएर बसेको थियो भनिन्छ। यो लिच्छवीकालमै थारूहरू यहाँ आएर बसेको भनिन्छ। त्यसपछि बल्ल नेपालको अन्य जिल्लाहरूमा चाहिँ थारूहरूको बसोबास भएको भन्ने कुरा सुन्नमा पाइन्छ। र माडी नगरपालिकाभित्र घुम्न लायक, हेर्न लायक चिजवस्तुहरू धेरै रहेछन्। माडी एउटा चाहिँ सानो रमाइलो होल भए तापनि एउटा सङ्ग्रहालय जस्तो मलाई लाग्यो। आज हामीले माडी नगरपालिकाको यो श्रीराम मन्दिर, यो अयोध्या धाम र यो बाँदरमुढे स्मारक चाहिँ घुम्यौँ र हजुरहरूलाई आजको यो माडीको भिडियो यति नै। र हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो कुनै आवश्यक सल्लाह र सुझावको अपेक्षा राखेको छु। हजुरहरूले दिनुभएको सल्लाह र सुझावले नै मलाई एक कदम अगाडि बढ्नको लागि थप ऊर्जा मिल्नेछ र आगामी यस्तै ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूको अथवा राम्रा राम्रा ठाउँहरूको भिडियो लिएर अवश्य नै आउने नै छु। आजलाई म मानबहादुर तामाङ र क्यामेराम्यान मिसनबहादुर तामाङ हजुरहरूबाट बिदा हुन्छु। हस्त, नमस्कार, धन्यवाद।